अजिङ्गर चाहिँ उहाँ रहेछ उयो कुनामा लुकिरहेको छ यहाँ देखेन ऊ यहाँनिर रहेछ भिडियो कस्तो यस्तो हाल नि बेला सुतिरहेछ मस्तले खै अर्को ऊ उहाँ है एउटा कुनामा यत्रो मट्टेलाई बोकेर हिँड्यो भने त कस्तो बाहिर निस्केर घाम तापिरहेको रहेछ ठाडो परेर सबै खाली छ त यहाँ त के हो के छैन त अनि के हो यो यस्तो चाहिँ हुन्छ लोखर के कुन ए हो रहेछ लस्सी आम्मा हेर्नु नि त उयो कस्तो खाएर छ यो भित्र के हो त्यो ए आफ्नै टाउको मुसा पनि रहेछ दुध यहाँभित्र पस्यो भर्खरै के खै अपुई कत्रो थियो दुम्सी सेतो दुम्सी रहेछ त अनि हेर्नु न कत्रो छ उहाँ हो कत्रो फेरि हेर्नु न चितुवा त हेर्नु आगे चितुवा नि छैन ए यहाँ टाउको मात्रै देखिरहेको छ यहाँनिर यहाँनिर हिम चितुवा रहेछ नि त हेर्नु स्याल हो यो स्याल पनि तर सब अल्छी रहेछ यिनीहरू त चलेको छैन कुनै पनि कराएकै छैन स्यालु खै के उहाँ यहाँ हुन्छ यो खै मुनिया चरी मुनिया चरी रे हाम्रो अब यहाँनिर हामी उयो हेर्न आउनु पान्डा हेर्ने हामी पान्डा खै त खोइ माथि सुतिरहेछ कहाँ खै बोलाउ त्यसलाई रेड पान्डा हो क्या हो रेड तर यहाँ बाघ छ कि क्या हो ए हिउँ चितुवा त अघि के हो क्या अरे यो माथि सुतिरहेको थियो नि होइन यहाँसम्म चितुवा भन्नु चितुवा केही छैन चितुवा उहाँ अघि माथि उतबाट खिचाएको थियो नि हामीले त्यही जो कालिज कहाँको डाँफे हुनु त्यो हाँस कस्तो दामीसँग बसिरहेको छ कोही खेलिरहेको छ यहाँ तलतिर कालिज रहेछ यहाँ चाहिँ पुरा मूर्ति सकेर बसिरहेको छ त अनि यता त मोटो गर्ने छैन त्यस्तो देखिन्छ त अनि त्यत्तिकै बजाएको छ कामै खै केही छैन रहेछ त यहाँ त त्यो चितुवाले अनि उसलाई ज्योतिले अनि आक्रमण के रहेछ यार बेकारमा आएको मात्रै रमाइलो लागेन यहाँ चाहिँ नामको मात्रै चिडिया खान्छलाई मैले केही पनि देखेन यहाँ त यहाँ त्यही चराचुरुङ्गी सुगाहरू रहेछ यहाँ चाहिँ ऊ अन्त चाहिँ यो के भन्छ बन्डाडे हान्थ्यो यो तेरीमा बन्डाडे यो चाहिँ बन्डाडे रहेछ यहाँ कुखुरा खाने चाहिँ यहाँ कहाँ भनेको दुम्सी ए दुम्सी त यहाँ दुम्सी एउटा उहाँ होइन त पर सुतिरहेको एउटा हो र कति धेरै चाहिँ हेर्न हो पुरै यसैलाई खाने होला सबै
भने है एउटा उ जस्तो छ भने बनढाड बिरालो पनि अब के हो यो गराएको हो ऊ निस्किँदैछ गयो के हेऱ्यो के देख्यो एकजना त पिङ खेलै थियो कहाँ गयो यहाँनिर चाहिँ गाडा रहेछ घाँस खाएर चाहिँ यहाँबाट त सिर्फ एउटै मात्रै देखिँदो रहेछ त अनि दुइटै छ होइन त्यहाँ एउटा उता फर्केर एउटा त्यस्तो देखायो होला चाहिँ गाडा रहेछ ऊ यहाँबाट चाहिँ दुइटै देखिन्छ मम्मी दिदीले आउनु रे हाम्रो मम्मी आएको यहाँ दिदी र म हाम्रो डुङ्गा खेल्यो भन्दा पिङखाङमा यहाँनिर यहाँ डुङ्गा खेल्ने भन्दा पनि भएको छ मलाई दिदी त्यसरी खुट्टेल चलाउँदो रहेछ अनि कहाँ हामीले आउँछ त होइन यसरी घुमाउने मात्रै त्यो ह्यान्डल छ कि त्यहाँ यता रोकेर चलाउन आएपछि फर्केर त्यहीँ आइरहेको छ चलाउन गएपछि होइन यसरी साइकल चलाएको त हो दिदी यस्तै आइदिरहेको छ नआएर खोइ यता ऊ त्यहाँ आएन ऊ खोइ केलाई नआएको हो चलाउनु नआएछ त के काम लाग्यो त खोइ गाइडा हो हामी यहाँ के खानु हुन पानी परेर भित्र बस्नु भयो अब तिनीहरू के भयो त भिज्दैन ए सबजना यहाँ के पानी परेर उ गएको छ मम्मी यहाँ त्यो पछाडि घाउ हो मम्मी घाउ छ बिचरा कसरी घाउ भयो त त्यो ए सीमा के हो त्यो हजुर जनावरलाई शीतल हो यहाँ गाडालाई ट्याक्क पानी भिजाइसक्यो हेर्नु है गाडा आमामा के हो त्यो छाला त्यो ओडा जस्तो अप्पै फर्स्टचोटि देखेँ मैले अगाडि आफ्नै उसमा बाघ हेर्ने बाघ एकछिन नाचे पनि हुने यिनीहरू त एकछिन देखिन आएको रहेछ यो त गयो फेरि गयो बोलाउनु आएर चाहिँ क्यारे गोरु भनेर आमा यो ताले चाहिँ भएन नि त है यति हेर त्यत्रो उ गरेर आएको हेर त्यहाँ केही देखिँदैन यो लेउ लगाएर उ गरेर छ यस्तो त छ नि उहाँ चाहिँ अलिक ठुलो रहेछ है सफा रहेछ यो ताना पनि हो
के हेर्नु न पुरा यस्तो लेउ यस्तो पुरानो यस्तो हुँदै यहाँनिर चाहिँ पुरा लेउ लेउले केही देखेकै छैन हेर्नु कता कता माछा रहेछ यहाँ अरे यो चाहिँ कुन माछा रहेछ यो चाहिँ कस्तो खालको हो यो त है ऊ यो कति राम्रो हेर्नु ऊ त्यो के हेर्नु पऱ्यो यो पोथी हेर्ने यो चाहिँ कचुवाको बच्चा हजुर लगाएर चाहिँ हामी चाहिँ चिडियाखाना ट्याक्कलाएर घुमेर आइहाल्यो अब चाहिँ हामी चाहिँ पानी परेर अलिक घुम्नै पाएन वरिपरि राम्रोसँग घुम्न पाएन अब हामी चाहिँ बाहिर निस्किन्छौँ बाहिर जाने बाटो यता रहेछ बाहिर निस्किनु ल बाई बाई है त कताबाट हो यताबाट रहेछ ल हामी चाहिँ बाहिर निस्कियो अब ल आजलाई चाहिँ टाटा बाई बाई राम्रोसँग घुम्न पाएन त्यही पानीले डिस्टर्ब गराइहाल्यो यहाँ हाम्रो एउटा एकजना छ फेरि यहाँ धोती बिचमा डिस्टर्ब गरेर खत्तम बनाएर छ